गुड मर्निङ गाइज, के छ खबर? सबैजना आरामै हुनुहुन्छ होला। गाइज, यतिखेर चाहिँ म यहाँ हजुरको यो बुटवल बिपी चोकमा छु। बुटवल बिपी चोकमा यहाँ एउटा धर्मशाला रहेको छ। त्यही धर्मशालामा हाम्रो यहाँ पर्वत गुरु पनि हुनुहुन्छ। हामी चाहिँ यहाँ हिजो राति आएका थियौँ र अनि नाइट भएको हुनाले यतैतिर बसेका छौँ। र यहाँ हाम्रो यो धर्मशालामा रहेको यो हाम्रो यहाँ कोठा देख्न सक्नुहुन्छ है। त्यतातिर यहाँ मेरो ब्याग रहेको छ भने यतातिर यहाँ गुरुको ब्यागहरू रहेका छन्। र यो बाहिरको यो हेर्न सक्नुहुन्छ है। यतातिर यो चाहिँ यो बिपी चोक हो, बुटवल बिपी चोक हो। र आज चाहिँ हामी अब यहाँदेखि अब सुर्खेतको लागि अब जाने हो कि अब कतिखेर कहाँ पुग्छ त्यो चाहिँ थाहा छैन। अब चाहिँ हामी एकछिनमा अब चिया नास्ता गरेर सुर्खेतको लागि निक्लिँदैछौँ है त। गाइज, अब चाहिँ हामी अब यहाँ एक्जिट भएर अब जान लागिरहेका छौँ। यहाँ चाहिँ यस्तै रहेको छ है। अब चाहिँ हामी लाग्यौँ। हस् त है, हस् नारायण। यो चाहिँ बुटवल बजार हो है त गाइजहरू। अहिले हामी अब बुटवल बजारमा छौँ। अब चाहिँ लाग्यो अब भएर जय शम्भु, जय शम्भु, सङ्कट शम्भु, जय शम्भु। गाइज, यताबाट चाहिँ नि कपिलवस्तु सुरु भइसकेको छ। बाटो चाहिँ यहाँको अलि अफ रोड जस्तो भएर अलि यहाँ बाइक हिँड्न चाहिँ गाह्रो परिरहेको छ। बिचमा झन् लडेर मर्केर पनि यहाँ गाह्रो भएर बिचमा अलिकति सानो दुर्घटना जस्तो नि भयो। अहिले चाहिँ हामी यहाँ अगाडि बढ्दैछौँ, अझै नि बाटैमा छौँ हामी। तर यो बाइकमा अगाडि क्यामेराबाट गर्दाखेरि गाइज, हाम्रो चाहिँ अहिले अब चिया खाइरहेको छौँ बाटोमा। बल्ल बिहानको चिया बल्ल 9:30तिर हुन लागिरहेको छ। अहिले चाहिँ हामी यहाँ कुन ठाउँमा छौँ दिदी? हो हजुर, पिपरा। अहिले चाहिँ यहाँ हामी कपिलवस्तु पिपरा भन्ने ठाउँमा छौँ, बाटैमा छौँ। अब कहिले पुगिन्छ खै सुर्खेत त अब आजै पुगिन्छ कि अब कहिले पुगिन्छ थाहै छैन। पुगिन्छ होला आजै है। त्यही त। गाइज, अहिले चाहिँ हामी यता यहाँ जङ्गलमा छौँ कि अब कुन ठाउँमा छौँ अब थाहा भएन। अहिले चाहिँ अब बाइक तातेको छ। बाइक तातेको भएको हुनाले यसो बसेर यहाँ घाम ताप्दैछौँ। गर्मीमै भए पनि अब घाम तापेर बसिरहेका छौँ। अब के गर्नु, बाइक तातेको छ। बाइक तातेको भएर बाइकलाई चाहिँ यहाँ अहिले यहाँ सेलाउन राखिरहेका छौँ। अब एकछिनपछि चाहिँ अब यहाँ बाइक सेलाइसकेपछि अनि एकछिनपछि बल्ल अब हामी जान्छौँ। यहाँको जङ्गलमा चाहिँ यो के हो परदुर, खयरका बुटाहरू बेसी रहेछन् है। एउटा खयरका आगो लाग्ने हो कि उसबाट वाह। यहाँ चाहिँ यहाँको जङ्गलमा चाहिँ अलिक खयरका बुटाहरू बेसी रहेछन्। अब एकछिनमा अब बाइक सेलाउँछ, त्यसपछि चाहिँ बल्ल हामी अब अगाडि गन्तव्यतिर लाग्छौँ होइन त? होला हो भन्न पऱ्यो नि। हो भन्नु पऱ्यो, जबरजस्ती छ। जबरजस्ती नै हो यो त। गाइज, अहिले चाहिँ हामी अब यहाँ बाटैमा यसो अङ्गुरको जुस खान लागेका छौँ। पर्वत गुरु चाहिँ हाम्रो त्यता हुनुहुन्छ। अहिले चाहिँ अब यहाँ बाटोमा छौँ। अब यहाँ यसो बाटा अङ्गुरको जुस भएर ठाउँमा भएर अब बस्यो। अब एकछिनमा अब जुस खाएर अब फेरि अगाडि बढ्छौँ हामी चाहिँ। अब रोज यही आते हैं। धन्यवाद है। गाइस, अब हामी चाहिँ यहाँ जुस पिउन आयौँ।
यतिखेर चाहिँ हामी यहाँ चन्द्रौटा आइपुगेका छौँ। यहाँ चन्द्रौटा यहाँ बजार चाहिँ यहाँ राम्रै रहेछ, ठुलै बजार छ। अगाडि पनि धेरै गइसकेको छ, लामो बजार छ। आज चाहिँ अब सुर्खेतसम्म पुगेला नै जस्तो लागिरहेको छ। अब हेरौँ पर्वत गुरुले कहाँ पुर्याउनुहुन्छ। गाइज अहिले चाहिँ हामी पङ्कज बासा भन्ने ठाउँमा आएका छौँ। यहाँ चाहिँ यहाँ यताको ठाउँ चाहिँ यस्तो छ। यो चनौटादेखि अलि अगाडि पर्छ। यहाँ आएर बल्ल अहिलेसम्म अलि खासै केही खाइएको छैन, त्यही चिया मात्रै खाएको भएर अब यतातिर चाहिँ अब चाउमिन पकौडा सगोडा खान लागेका छौँ। गुरु लिगम न त ल। मिठो राम्रो बनाएको हो कि बल्ल आएर अब यसो नास्ताहरू खाना खान लाग्छौँ हामी त है त गाइजहरू। अहिले यहाँ बाइक तातेर एकदम चलाउनै नमिल्ने भएको छ है। अब हामीले के गर्ने गाइज? त्यही भएर अब हामीले गुरुजीसँग यसो जङ्गलनिर नजिकै आएर थकै मार्दैछौँ, बसिरहेका छौँ। अब यहाँ इन्जिन धेरै तात्तिखेरि ओभर हिटिङ भएर फेरि पनि त्यसमा पनि समस्या आउने भयो। यहाँ चाहिँ अहिले चाहिँ एकदम यो जङ्गल छ, यो दाङको जङ्गल पऱ्यो के अरे। घोराइ आइपुग्दैछौँ अब। चारैतिर जङ्गल छ। अब उस के आउँदै अरे? घोराइ आउँदैछ। अब चाहिँ राम्रो छ, रमाइलो छ। वाउ क्या बवाल ठाउँ छ पर्वत गुरु, जबरजस्त ठाउँ छ त यार। हेर्नुहोस् त गाइज, यता वरिपरि यो के भन्छन् खैरको जङ्गल छ र यहाँ बिचमा चाहिँ मस्त यहाँ ताल बनेको रहेछ। आहा बडो दिव्य, बडो मनोरम ठाउँ छ। अहिले चाहिँ बाटामा यहाँ आएर अहिले बाइक पनि सिलाउन राखेको छौँ र यसो विश्राम पनि गर्न। अब चलाउँदा थाकियो, त्यही भएर अहिले चाहिँ अब यहाँ यस्तो रमणीय ठाउँ देखियो र अनि यहाँ रोकेको। उतातिर सूर्यनारायण पनि अनि अब अस्ताउन लाउनु भएको छ। अब हामी एकछिन यहीँ विश्राम गरेर अनि जान्छौँ बल्ल। ल सुरु भयो, अन भइसक्यो। लाइटर अहिले कट गर्न मिल्छ। जय शम्भो कैलाशपति, कंकड़ में शंकर बसे, चिलम में चारों धाम। बम लगायो त अलि ठुलो बनाउनु न लाइटर। ल लगाइरहनु न, त्यो जल्दैन के। जले जस्तो देखियो नि त, कालो भएपछि कहाँ जल्यो त नि, खरानी जस्तो देखिनु पर्यो। या तर्क दिएको अरे फेरि हाँसो लाग्ने तर्क हजुरले डिजल हालेर दाउरा बाल्नु भयो हो। त्यो एक थोपा डिजल हालेर ल बोल्यो भने भर्खरै त कोइला दौडिनु हुन्छ र त्यो आगो रहिरहन्छ। कि त्यसमा अलि बोल्ने चिज हालेर कोइला बन्ने छिटो चिज हाल्यो भने बल्ल छिटो हुन्छ। यो अझै बोले छैन। यता अहिले आवाज काट्छु म, गीत बनाएर हालिदिन्छु तिमीहरूलाई। एउटा मजाको गीत, जटाट बिगल सुत्ने होइन फेरि कस्तो अल्छिसक्यो लिएर हिँड्यो नि अन्त मन देख्ने हो। किन यताबाट अर्को सेट मिलाउँछु मैले चाहिँ, छुट्टै एङ्गल सेट। के भएर कसैलाई अरूलाई हालिदिनु नकेर मलाई चाहिँ राख्नलाई छुट्टै घुम्दाको पल कस्तो राखेको नि बाटाबाटै आएर नि सर घुमाउनु क्यामेरा
यो घुमाउरो बनाइदिएको क्या राम्रो देखिन्छ नि होइन उधर पनि बन्द हुन्छ धेरै लामो हुन्छ आउनु फेरि कहाँ बाटोमा मलाई हो र 5वटा गाडी हो त त्यताको क्या 5वटा गाडी व्हाट्सअप गाइस के छ खबर अहिले चाहिँ हामी यहाँ कोवालपुरभन्दा अलिकति अगाडि 20-25 किलोमिटर अगाडि यहाँ मिलन होटेल भन्ने हो यहाँ मिलन होटेलमा बसेका छौँ आज रातिको स्टे बसोबास चाहिँ यतैतिर भयो र हाम्रो परद गुरु पनि यतैतिर यहाँ मोबाइल चलाएर कहाँ कहाँ च्याटिङ गर्दै बस्नु भएको छ अब चाहिँ हामी अब यहाँ यसो यहाँ अब चियाहरू खाइयो के अरे बिहान बिहानै अरू त के खाने होइन अब चिया सिया खाइसक्यो अब चाहिँ हामी यहाँदेखि निक्लिन्छौँ यहाँतिर चाहिँ अब यहाँ यस्तो छ हेर्नुहोस् बाहिरको माहौल यहाँ बगलबाट चाहिँ हजुरको यो राप्ती खोला राप्ती नदी बगिरहेको छिन् अब चाहिँ हामी एकछिनमा चाहिँ अब यहाँदेखि पनि लाग्यौँ है त अब चाहिँ यहाँ पर्वत गुरुले यहाँ सामानहरू प्याक गर्दै हुनुहुन्छ यहाँ अब चाहिँ लाग्यौँ यतातिरको बजारहरू चाहिँ यहाँ यस्तो छ आज हामी रोकिएको होटल चाहिँ यही हो मिलन होटल एन्ड लज अब चाहिँ यहाँदेखि अब आज सुर्खेतसम्मको यात्रा हुन्छ अनि त्यहाँदेखि अब त्यतै बसिन्छ त्यहाँ बसिसकेपछि फेरि त्यहाँदेखि नेपालगञ्ज गइन्छ अनि नेपालगञ्ज गएर बल्ल अनि फेरि घरतिर दाउन्नेतिर फर्किन्छ है त गाइस जय बजरंगबली हर हर महादेव मलाई हाम्रो यहाँ अब देवी माताको वाहन पाइन्छ भने देवी माताको एउटा स्थिति जाओस् न त देवी माताको एउटा स्थिति देवी प्रपन्ना कता चप्पल लगो देवी प्रपन्ना तिहरे प्रसिद्ध प्रसिद्ध माता जगतो खिलस्य प्रसिद्ध विश्वेश्वरी पाई विश्वम कामेश्वरी देवी चराचरस्य कामेश्वरी देवी चराचरस्य आपदार सहस्राणि क्रियन्ते निषदो मया दश दिशमहस्तुभ्यं क्षेमत्वं परमेश्वरी ल हनुमानजीको वाहन हनुमानजीको वाहन कि हनुमानजी हो र
धरतीमा गल्ले बस्ने बिस्तारै सेना छ 40-45 भयो पुरै बटारे है 90 गरी झापा जनावर आयो भने के गर्नुहुन्छ ब्रेक हान्न सक्नुहुन्छ खुट्टै छोड्नुहुन्छ खुट्टै तल झार्नुहुन्छ अगाडिको ब्रेक हान्यो भने अगाडि पछाडिको अगाडिको त छ नि छ अहिले स्कुलले गर्दा फेरि हिजो जस्तै युटर्न हुन्छ भाइ सक्नुहुन्छ त्यस्तो कन्ट्रोल गर्न खुट्टा छोडेर आफै हाम फाल्छ पहिला पल्टै छोड्नु अनि बल्ल हेर्छु न क्या उता नै आइरहेको टेन्सन छैन दिउँसोको बेलामा प्रभुजीलाई बम बोले बम बोले बम बम बोले रुद्राक्ष भक्तमा शिवको छ लाउडे सटामा गङ्गा नागको माला त्रिनेत्र खोल्दा निको छैन चाल डम 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 बजाउँछ डमरू नाचाउन भक्त हो भाँचेर कमरू डम 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 बजाउँछ डमरू नाचाउन भक्त हो भाँचेर कमरू पहिला शिवजीको बस्ती छ प्रभुजीलाई बस्ती छ काली माँ के नाम पर पशु बलि दे देते हो और सारे मांस को साथ में सब मिल बांट के खाते हो। घर से भर के कचरे को तुम नदी में फेंक जाते हो, फिर लोटा भर के गंगा जल को घर में लेके आते हो। ये कैसी तुम्हारी नीति है, तुम जाने कैसे ज्ञाता हो ईश्वर।
नमः शिवाय राय नमः शिवाय शिवाजनमिदं पुण्यं यामते सर्वलोके नमः ज्योतिः प्रमोदते ॐ तस्मै कल्पितमानन्दविद्यं परं नानारत्नविभूषितं श्रीगमनाङ्गोनाङ्गितं सत्करं साक्षीकल्पकविल्वसत्कल्पं तदा दीपं देवदया विवेकस्वते कल्पितं क्रियताम् सात्विकं पायसं भक्ष्यं पञ्चविधं वयोदयुतं ब्रह्मफलं पानकं शाखानामयुतं जलं रुचिकरं कर्पूरखण्डजलं ताम्बूलं मनसा मया वियुक्ता भक्ताप्रभो तत्रं चापरयोर्युगं तदिरनं सारार्थकं निर्मलं वीणावेणिविसङ्गकालकलागीतं चरित्रं संकल्पेन संकल्पितं पूजाग्रहराष्ट्रभो संकीर्तापति सदरा प्रार्थनीरम्यं पूजा देवी स्वयं निद्रासनादित्य संस्कारं पदयं पदच्छरणिनी सत्राञ्जलवागिरो यत्तत्कर्मकरोमितं सन्तोषवाराधनम् Samba Kayanam Karma Samba Sarvaradayana Samba Mana Samba Paradam Vetam Veda Samba Sarvameta Jamasya Jaya Jaya Karunade Sri Mahadeva Samba Om Chandradvajinate Gare Narahare Gangadhare Sangare Sarvare Rojita Manda Manda Nitratvavitvanare Sundaram Sardare, Trailokare Hare, Moksha Tangur Chittavente Matala, Manjatagim Karmare, Adena Vanena Vajire, Rapena Rajenagim, Devena Devenagim, Gyatvetam Charamam Natamadinam, Yammano Dudatam, Satmargam Sukado Vajo Vajamada Parvati Vallabam Natsati Vakshatam Vadinam Kali Javanyodinam Vajayantana Naduvata Kalo Davadvakshama Lakshmi Swayangaram Labam Natapaladi Shochalam Vedam Tasnangam Saranagam Pranatam Samraktarak Jaduna Samraktarak Jaduna Samba Kaidam Karma Samba Sarvaradayana Samba Mana Samba Paradam Vedam Veda Samba Veda Samaksa Jaya Jaya Karunade Sri Mahadeva Samba Karunade Sri Mahadeva Samba Devi Brahmanadi Hare Prasita Rate Samata Jagatur Gilasya Saripay Nitam Swami Shri Devi Saradhanasya Swami Shri Devi Saradhanasya Om Brahma Murare Tripurandakare Vanu Sadeva Nitapabo Dharma Guru Sadhura Janira Vedava Salve Nasa Sugara Lavante Lambo Dharan Sarvasungar Nekarantam Ramtam Bharatrijayanam Paramam Pavitram Uttam Divakarniva Jalakam Pantam Vignesh Sakalavikharam Namami Vignesh Sakalavikharam Namami Amrita Baladama Emataita Vanjeyam Sarvani Krisanam Ganinam Sarvanyam
सकलगुणनिधानं मानवमदीयकं रघुपतिगिरिवक्तं जातिवादं नमामि जातिवादं नमामि। अहिले चाहिँ हामी यता यहाँ ढकेरी भन्ने ठाउँमा छौँ र ढकेरी भन्ने ठाउँमा यसो घुमघाम गर्दैखेरि यतातिर चाहिँ राम्रो दिव्य एउटा गौशाला रहेको रहेछ होइन। गौशालाहरू छ अनि अगाडितिर फेरि अझै यहाँ यतातिर यो के ठाउँहरू रहेछ गरे यहाँ भवनहरू। अनि त्यही भएर अहिले चाहिँ त्यता हेर्न घुमघाम भइरहेको छु। हाम्रो पर्वत गुरु चाहिँ त्यहाँ हुनुहुन्छ एकजना यहाँकै स्थानीय दाजुसित। अब अगाडि अझै घुम्न जाँदैछौँ हामी चाहिँ। गाइज यहाँदेखि चाहिँ यो भेरीको यहाँ पलतिरबाट अब भेरी नदी बग्छिन्। त्यही भेरीको पानीलाई चाहिँ यहाँ अब इन्डियाले यताबाट यसरी यो नाला बनाएर यो नाला के भन्ने त खोलाभन्दा ठुलो नहर भन्छ होइन यस्तोलाई। नहर बनाएर यहाँ सिँचाइको लागि लिएर गएको रहेछ। र यहाँ चाहिँ त्यहाँ अगाडि चाहिँ तुइन पनि रहेछ है। तुइन आजभन्दा पहिला कहिल्यै देखिएको थिएन। तुइन पनि रहेछ त्यहाँ चाहिँ। यहाँ यस्तै छ। पहिलोचोटि देखियो होइन त पर दूरले देखेको मैले चाहिँ देखाएको थिएन। सब नेपालको मान्छे त इन्डिया ल नेपाल चाहिँ हेरे जिल्लाले के भयो के अरे यो ठाउँ चाहिँ ढकेरी नै यो बनेको चाहिँ के अरे कम्पनी भन्छ नि कन्स्ट्रक्सन पहिला बनकोले चाहिने बिहा थियो अरे हेर्न ए यो चाहिँ अब यो पहिला कुनै कम्पनी रहेको रहेछ यहाँ। कम्पनीले अनि चलाउन नसकेर छोडेर गयो रहेछ। त्यसपछि यत्तिकै लथालिङ्ग भयो रहेछ यो बनाएको चाहिँ नेपालले कि त्यही भएर अब त्यही ठाउँलाई अब हामी घुम्न आइरहेको छ अहिले। बनाएको भवनहरू त राम्रै बनाएको रहेछ त होइन त। सबै ढोका नि सबै रहेछ। रम्बलघारी बनाएर सबै झ्याल ढोका सबै फोडेर रहेछन् कि त्यत्रो फेसको आएको रहेछ विद्युत। हरेक चिज सिस्टमेटिक रहेछ त। यो एउटा त्यहाँ दुईवटा तिनवटा चारवटा रहेछ है भवनहरू। ए यहीँ दुईवटा रहेछ। यस्तै रहेछ यहाँ। अब यहाँ हेर्ने कामहरू भइरहेको छ। अवलोकन कहाँ के छ कस्तो छ यसो बुझ्ने घुम्ने होइन अगाडि बढ्ने त्यही त हो। पश्चिमतिरको लागिरहेका छौँ र पश्चिमतिरको यो बाटो हेर्न सक्नुहुन्छ गाइजहरू है। एकदम बवाल छ बाटो चाहिँ। बाटो बवाल हुन्छ नि यहाँको जङ्गलहरू हरियाली त्यो चाहिँ बवाल छ एकदम। चलाउने मान्छेलाई चलाउने मान्छे पनि बवाल छ। आनन्द आइरहेछ होइन। रमाइलो भइरहेको यस्तो बाटोमा वन जङ्गलहरू सरर ढाकेर ओपी छ। गाइस यो चाहिँ यो कोहलपुर बस पार्क रहेको छ। अब हो यहाँ अब यहाँदेखि चाहिँ हामी यतातिर लाग्यो। अब चाहिँ यताको साइडमा अब लाग्यो अब सुर्खेत पर्नको लागि। हजुरको यतातिर चाहिँ नि अब नेपालगञ्ज पर्छ अनि यतातिर चाहिँ यहाँ सुर्खेत पर्ने भएको हुनाले अब चाहिँ हामी सुर्खेततिर लाग्यो अहिले गाइसहरू। गाइज अहिले चाहिँ हामी पश्चिमतिरको जङ्गलमा छौँ। अहिले हामी बाँके राष्ट्रिय निकुञ्ज नै पऱ्यो पर्नलाई। बाँके राष्ट्रिय निकुञ्जमा छौँ। वरिपरि बाघ गैँडा हात्तीहरू हिँडिरहेको होला होइन त गुरु। यहाँको जङ्गल चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ है। यस्तो खालको जङ्गल रहेको छ पहाडहरू। अब पहिला आइएको छैन फर्स्टचोटि आइएको छ। राम्रो लागिरहेको छ। नयाँ अनुभव भइरहेको छ अहिले चाहिँ। है एकदम
एकदम अद्भुत ठाउँ रहेछ है। सिनहरू कति राम्रो देखिन्छ। मलाई धेरै अद्भुत छ त पहाडमा पर्वत गयो। एउटा त यो पुलिसले पनि हजुर बबाई भन्ने ठाउँमा बल्ल यतिखेर आएर हाम्रो चाहिँ यहाँ चिया नास्ता हुन लागिरहेको छ। यहाँ बल्ल अब चाहिँ केही समयमा अब सुर्खेत पुग्छौँ। हिजो राति अब पुग्न सकिएन, त्यही भएर यतै बसियो के अब आज चाहिँ बल्ल अब सुर्खेत पुगिँदैछ है त। यो टापु धेरै ठुलो रहेछ। यो टापु धेरै अग्लो रहेछ क्या। सूर्यनारायण तलतिर हुनुहुन्छ। गाइज अहिले चाहिँ हामी यहाँ सुर्खेत आइसकेका छौँ होइन। अब सुर्खेत बजार त धेरै अगाडि होला, थाहा भएन। अहिले चाहिँ यहीँ सुर्खेतकै एउटा गाउँमा छौँ। यहाँ हेर्न सक्नुहुन्छ है, वरिपरिका सिनहरू यस्तो छ। चारैतिर पहाडै पहाड छ। यतातिरै म हजुरहरूलाई देखाउँछु। यस्तो खालको एकदम राम्रो दिव्य पहाड रहेको छ होइन। र आजको हाम्रो बसोबास चाहिँ यही एउटा होटेलमा रहेको छ। हाम्रो पर्वत गुरु चाहिँ यतातिर हुनुहुन्छ। यस्तो छ हाम्रो रुम चाहिँ। र आजको बसोबास चाहिँ हाम्रो यतै हुन्छ होइन त पर्वत गुरु? होला होला गरे हेर लास्टमा फेरि हो के होला हो र। हजुरलाई पो होला।